ऋण लिएर जाँड खायो भने त्यो गलतै भयो। हामी ऋण लिएर जनताले घिउ खुवाउँछौँ भन्ने नराम्रो के भयो त्यसमा? छँदा डाक्टर स्वर्णिम वाग्लेलाई अहिले यतिसम्म के यसो हेर्नुहुन्छ उहाँहरू, यो पानीको नि चाहिँ रस्सो हुनुपर्ने दीर्घ भयो, दीर्घ हुनुपर्ने रस्सो भयो भनेर यसको शुद्धाशुद्धि मिलेन भनेर नि खोजिरहनु भएको। नेपाली भाषा परीक्षा दिन आएको हो। अहिले कस्तो संसदमा कस्तो देखिएको छ भने राष्ट्रपाललाई र्याखराख्ती पार्ने काम भइयो। वरिपरिबाट घेराबन्दी गरिएको छ। पूर्व अर्थमन्त्रीले के भन्नुभयो, यो त ऋण लिएर घिउ खाएको जस्तो भयो नि भनेर भन्नुभयो। ऋण लिएर देशै खानु भन्दा ऋण लिएर घिउै खाए त के नराम्रो भयो? राष्ट्रपालले बुझेको होइन, त्यो त डेफिनेटली हामी त सरकार हो, सरकारले ल्याएको कर्म विरोध गर्ने भन्ने हुन्छ र? हामी त सरकार पछिको सांसद हो हामी त। त्यो त डेफिनेटली तपाईँको बाको पछिमा बोल्नुभयो भन्दा किन बोल्नुभयो भन्ने हुन्छ र? देश बनाउने कुरा ठुलो हो, यो रोइलोमा नलागौँ भनेर मात्रै हो हामी। नत्र भने बोलेरै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको रवि लामिछानेलाई बोल्न सिकाउनु पर्दैन। 2015 सालको निर्वाचनमा जाँदै गर्दा नेपाली कांग्रेसले पहिलो बुदामा के लेख्यो आफ्नो घोषणा पत्रमा? भूमि नभएका किसानलाई जग्गा दिइनेछ भन्यो। 51 को मध्यावधिमा भन्यो, 56 को निर्वाचनमा भन्यो, 64 मा भन्यो, 70 मा भन्यो, 74 मा भन्यो, 79 मा भन्यो, अस्तिको निर्वाचनमा पनि। अब केले रोक्यो? देखाउने खसी, खुवाउने फर्सी, त्यही पनि पर्सी भने जस्तो। अर्थमन्त्री निदाउनु भएछ। हजुर, अर्थमन्त्री निदाउनु भएछ, झन् गजबले सुन्नुपर्ने निता कार्यक्रम हैन, ध्यान दिएर सुन्नु भएको होला नि त। त्यसलाई निदाएको पनि भन्दैन। गौतम बुद्ध सबै ठाउँमा आँखा चिम्लेर बस्नु भएको छ। गौतम बुद्ध आँखा चिम्ले गौतम बुद्ध सिरानीहरूले सुन्यो। जनताले केपी ओलीलाई जेल हाला भनेका छन्, भोट हाला भनेका छैन। जसलाई मुद्दा लागेको छ उनले मुद्दा लड्ने हो, चुनाव लड्ने होइन। कांग्रेसलाई एकचोटि नमस्कार गरेर प्रधानमन्त्री हुन्छ भन्ने भइन हामी। एमालेसँग एकचोटि गएर बासँग फोटो खिचाउ त तँलाई प्रधानमन्त्री बनाउँछौ भने हामी यो पक्षमा छैनौँ। अपराधीहरूसँग पाइन्छ भने पनि हात मिलाइदैन। रवि लामिछाने क्याडर र बालेन शाह क्याडर फरक छ भन्ने चर्चा हुन्छ। बालेन र रवि भनेको त दुईटा आँखा देख्न बित्तिकै दुईतिर होइन। आँखा दुई हो, दृष्टि एक हो, खुट्टा दुई हो, गन्तव्य एक हो, कान दुई हो, सुनाइ एक हो। पूर्वेली जनताले अहिले किन जिताएर पठाएको रहेछन् भन्ने कुरा त तपाईँहरूले नै पठाउनु भयो। हामीलाई त लाग्यो केही क्वालिटीकै नेताले पूर्वका जनताहरूले क्वालिटीकै नेतालाई काठमाडौँ पठाउनु भएको रहेछ भन्ने लागेको थियो। पूर्वमा धेरै हल्ला गरेर त्यहाँ सुत्नै नदिएर मान्छेलाई बस्नै नदिएपछि मान्य सदस्य म बोल्दैछु। मान्य बरु यहाँ हल्ला गर्नुभन्दा काठमाडौँतिर पठाइदिउँ भनेर पठाइदियो जस्तो अहिले चाहिँ हामीलाई लाग्यो कि यो प्रधानमन्त्री चाहियो। 5 सिटमा प्रधानमन्त्री चाहिँदैन, 138 सिट चाहिन्छ कम्तीमा प्रधानमन्त्री पाउनु। उहाँलाई त अहिले नि रहर छ होइन, अब त्यो रहरले हुने भएको भए त कुराले चिउरा भित्ने भएको भए। सुकुम्बासी हटाउने कुरा यो लामो समयदेखि थिग्रिएर बसेको कुरा थियो। यसको अपरेसनै गर्नुपर्ने थियो है। अपरेसन गर्दा जतिसुकै जान्ने डाक्टरले गरेको अपरेसनको बिरामी पनि अपरेसन सक्न बित्तिकै जुरुक उठेर हिँड्न सक्दैन। उपचार गर्न बित्तिकै किन यो उठेर हिँड्न सकेन त बिरामी भन्ने हुँदैन। कस्तो राम्रो होइन त यो एक्जाम्पल चाहिँ गजब लाग्यो। यो होइन। अब खुर्सानीलाई पनि आदरणीय खुर्सानीज्यू तपाईँ पिरो भइदिनु हुन हार्दिक अनुरोध छ भनेर यो निवेदन लेख्ने कुरा चाहिँ यो हुँदैन। आदरणीय खुर्सानीज्यू तपाईँ पिरो भइदिनु हुन हार्दिक अनुरोध छ। खुर्सानी भएपछि पिरो हुनु पर्यो, ट्याक्कै लागिहाल्नु पर्यो। अहिले जिल्ला प्रशासनको गेटमा उभिएर भनिदिएको छु, कानुनले काम गर्छ, त्यो कानुनले काम गर्छ। गरेन भने यो स्थितिलाई मैले यहाँबाट घिसारेर लिएर जान्छु यहाँबाट। सरी यही गाउँको मान्छे हो, यही ठाउँको मान्छे हो, यहीँका मान्छेलाई जिताउनु पर्छ, त्यहीका मान्छेलाई जिताउनु पर्छ। अनि डाक्टर चाहिँ केन्द्रबाट ल्याउनु पर्ने, कलाकार महोत्सवमा केन्द्रबाट लिएर आउनु पर्ने, सिडिओ डिएसपी केन्द्रबाट ल्याउनु पर्ने, बेहुली नयाँ हेर्न सबैलाई आतुरी हुने, फिल्म नयाँ हेर्न सबैलाई आतुरी हुने, अनि नेता चाहिँ सबै खै परेको पुरानै हेर्नुपर्छ भन्ने छ र? झापामा जित्ने, चितवनमा जित्ने, देशैभरिबाट चुनाव जित्ने। अब यो क्षेत्रबाट मात्रै चुनाव हार्यो भने के हुन्छ? सबभन्दा पिरवाह क्षेत्र त यही हो। फेरि माथि गाउँबाट झरेका एउटा तिजो गीत थियो नि, आफै त पिरोको भारीमा त्यही माथि बनारसी सारीमा भने जस्तो हुन्छ। पर्सि भोट हाल्नै परेछ भने हाल्नु 61 घन्टीमा भोट। हुर्केको छोरी कसैलाई न कसैलाई दिने हो भने राम्रो इष्ट आएको बेला दिनुस्, के फरक पर्यो त? राम्रो इष्ट आएको बेला तपाईँले छोरी दिनु भएन भने झ्यालबाट हाम फालेर फेरि कोसँग भागेर कुन चाहिँ खलासीसँग गयो भने भोलि पिर हुन्छ फेरि। विकास हुन्छ कि हुन्न, निकास हुन्छ कि हुन्न, पिर नगर्नुहोस्। झापामा हुने विकास, चितवनमा हुने विकास यहाँ पनि हुन्छ। यो गानामा दारी आएपछि यो गानामा पनि आउँछ। पिर नमानुस्, यता आएको दारी यता पनि आउँछ। दलित उतापट्टि लास बनेर बसेको छ, जिउँदो दलित यतापट्टि दास बनेर बसेको छ। सुर्खेतमा इनिसा विकको बलात्कार र हत्या भएको छ। सम्मानित सभामुख महोदय, आजभन्दा 8 वर्ष पहिला
काभ्रेको 5 खालमा हत्या गरिएका अजित मिजारको लास अहिले पनि काठमाडौँको टिचिङ अस्पतालको मुर्दाघरमा थन्किएर बसेको छ। नेपाली उखानमा भनिन्छ 12 वर्षमा खोला फर्किन्छ। यो 12 वर्षलाई मात्र फर्काएर हेर्दै गर्दै यो बीचमा धेरै दलितहरूको हत्या भएको छ, बलात्कार भएको छ, जातीय हिंसा भएको छ, जातकै आधारमा धेरै दलितहरूलाई मारिएको छ। यो बीचमा नवराजको आन्दोलनलाई फेरि नदीमा 6 जना भाइहरूको मुखमा दागबत्ती दिएर त्यहाँबाट एउटा संकल्प गरेर आन्दोलनमा आउँदै गर्दा माइतीघर मण्डलामा मैले धेरै लामो समय बिताएको छु। हात खुट्टामा नेल लगाएर दलितले न्याय कहिले पाउँछ भनेर हामीले त्यो एउटा आन्दोलनको प्रारम्भ गरेका थियौँ। माइतीघर मण्डलामा लामो समय बसेर सरकारतिर औँला ठडाएर लामो समयदेखि हामीले प्रश्नहरू गरेका छौँ। सम्मानित सभामुख महोदय, तर यतिका प्रश्नहरू गर्दै गर्दा कहीँ कतैबाट ढुङ्गो मुडो कहीँ कतैबाट कसैले चुक्क बोलेन।